अहिले हामी शनिबारको दिन मकवानपुरको यो इन्द्र सरोवर ड्याम जहाँबाट कुलीखानी जलविद्युत प्रथम दोस्रो र तेस्रो जलविद्युत आयोजना सञ्चालन भएको छ। हामी यसमा यहाँनिरका स्टाफहरू विद्युत प्राधिकरणका 5 जना स्टाफ बोटिङको लागि र चितलाङ मार्फुको वान नाइट स्टेको लागि आएको थियौँ। त्यसको उसमा हामी यहाँ चाहिँ अहिले यो बोटिङ साइडमा बोटिङ गरिरहेका छौँ। तपाईँले देख्न सक्नुहुन्छ यो ठाउँ पुरै बोटिङहरू पुरै ड्यामको लागि पुरै आनन्द छ। तपाईँले पारी देख्न सक्नुहुन्छ धेरै एक नम्बर छ। हाम्रो साथीहरू सबै सरहरू सबै आफन्को उसमा तालमा बोटिङ गरिराख्नु भएछ। ल सर यसो मलाई पनि खिचिदिनुहोस्। भाइ नहल्यो है तिमी किन नि किन डराउनु शङ्कर सर डराएर विचित्रै छ। लाइफ ज्याकेट लाग्दैन नि त खोइ केही भएछ नि लाइफ ज्याकेट साथीहरूलाई छात्नु त नि भने त्यसले उतार्छ हामीलाई नि उतार्छ के भयो त नि पानीको पनि आयो त यसभन्दा उता माछा पाले हेर छैन माछा तल हो छैन छैन के हो दाजु यहाँ यता किन बसिला ढुङ्गा बान्नलाई किन यत्न बिच बिच ढुङ्गा राखेको यहाँ ढुङ्गा बाँधेर मान्छे कसरी जान्छ अदाइ माछा मार्ने रहेछ जालहरू छ त त्यहाँ तल त्यो जेट बाटो चल्ने चल्दैन त्यो उताबाट चलियो यस्तो यस्तो के पाइडा त्यस्तो हुनु पर्ने नि यार तल पावर हाउसमा छैन यस्ता बोटहरू त्यो पावर हाउस पनि खत्तम रहेछ एउटा बोट किन्न नसक्यो मान्छेले ढुङ्गा बाँधेर अनि कसरी जान्छ ल त्यो दिन्न दाइ म चलाउँछु ल म चलाउँछु के दुईटा लानु